अब घर आइपुगे यतापट्टि अनि पहिले कस्तो हुँदैछ बर्थडे राम्रो भाइको बर्थडे चाहिँ हामीले धेरै बेलुन पुगिसक्यौँ है ल हामी चाहिँ बेलुन पुग्दैछौँ एकछिनमा यहाँ पुरै डेकोरेसनहरू गर्नुपर्छ अनि हाम्रो चाहिँ बेलुनहरू अनि एकछिनमा यहाँ चाहिँ पुरै बेलुनहरू डेकोरेसन गर्नुपर्छ अनि सेटअप गरेर भजले यहाँ चाहिँ हाम्रो लट्टे भन्दैछ यता हाम्रो छ्यामाले बनाउँदै हुनुहुन्छ है ल अब अस्ति नै पुलाउ यस्तो मिठो भएको थियो ल यतापट्टि हाम्रो क्यापकटबाट आएको म सिकाइदिन्छु एक दिन पानी पर्न लाग्छ है यस्तो मौसम भएको छ हेर्नुहुन्छ नि यहाँ चाहिँ हाम्रो बेलाउतीको रुख है यतापट्टि चाहिँ हाम्रो पाउडा बोल्नु भएको छ ए ल यतापट्टि ल ए उता हुनुहुन्छ छ्यामा हेलो छ्यामा कस्तो हुँदैछ अनि अनि मलाई खाइसकेँ अनि यतापट्टि हाम्रो भैँसी यतापट्टि हाम्रो भैँसीहरू छ है ल आउने यता अनि यहाँ चाहिँ हाम्रो यतापट्टि हाम्रो उता बाख्रानी छ है ल आउला नि आऊ छैन अनि यहाँ चाहिँ हाम्रो मकैबारी रमाइलो हुँदैछ भाइको बर्थडेमा अनि हामीले चाहिँ भर्खर चाहिँ फोटोसुट गरेर सक्यौँ अनि अनि यहाँ चाहिँ बहिनीलाई चाहिँ कसले रेडी गरेको अरे मैले चाहिँ बहिनीलाई रेडी गरिसकेँ अनि अब चाहिँ हाम्रो भरे केकहरू कटिङ हुन्छ अनि बर्थडे सेलिब्रेसन चाहिँ यतापट्टि हाम्रो यहाँ मकैको बारी यहाँ बहिनी बसेर वाटरमेलन खाँदैछ मिठो भन्छ ल भाइको बर्थडे भनेपछि एकदम एक्साइटेड छ नि बहिनी हेलो हुनुहुन्छ यता हुनुहुन्छ सिस्टर हेलो वाटरमेलन खाँदै यतापट्टि हुनुहुन्छ अङ्कल हेलो अङ्कल भरे भाइको बर्थडे ल अङ्कल भएर पल्लो मनाउनेले बाबुको त्यसैमा हामी सबै राम्रोसँग मनाउने अहिले पानी पर्दैछ धन्यवाद नानी ल अब भरे रेडी उताबाट आउँदै हुनुहुन्छ हाम्रो हजुरबा ल यता हाम्रो चाहिँ फोटो सिस्टर सकिएर छिटो फोटो खिचेर सक्यो यता हाम्रो ब्युटिफुल सिस्टर कतिको रमाइलो हुँदैछ नि बर्थडे एकदम रमाइलो हुँदैछ यता अब राति हुनला पानी परेछ काखमा आउनु भएको
अब चाहिँ भरे बेलुका चाहिँ हाम्रो बर्थडे सेलिब्रेसन हुन्छ अनि म चाहिँ हजुरहरूलाई के कस्तो हुन्छ देखाउँछु है। यहाँ चाहिँ बहिनी वाटरमेलन माथि जान्छौँ अनि किचनमा गएर अनि केही सामानहरू मिलाउनु छ अनि तरकारीहरू काट्ने यताउति भनेको लागि बनाउनु छ। हेलो हेलो हजुरआमा उहाँकै डल्लु हो यहाँ खालै ला पत्रकार हुन्छ क्या हुन्छ हुने समयमा नखारे। ल अङ्कल कस्तो लाग्यो बर्थडे ल? ए मुस्कान ल माइजु यता हेलो हजुरआमा कस्तो भयो बर्थडे? हो कस्तो रे? यता हुनुहुन्छ हाम्रो छ्यामा ल हेलो छ्यामा सक्यो मिठाई ए एउटा रहेछ ल हाम्रो यहाँ डेकोरेसनहरू सबै सकिसक्यो है। हाई मोनिमा ल यता हाम्रो यहाँ टिकटक सेसन चल्दै हो। मेरो भन्नु केही छैन। हेर पानीपुरी कस्तो आलु उसिन्दैछ। खाना चाहिँ यहाँ आलु उसिन्दै हुनुहुन्छ। अब हामी चाहिँ यसको कुकर आलुको कति पानीपुरी खाने हो। अनि पानीपुरीको त्यो किमा बनाउँदैछौँ। अनि यहाँ चाहिँ हाम्रो यो पानीपुरी भयो। अनि यता चाहिँ हाम्रो सानो भयो पुटुरी। अनि यहाँ चाहिँ हाम्रो चाउचाउ दुईवटा अनि दुईवटा चाउचाउ भयो। अनि यहाँ चाहिँ हाम्रो यो आफ्नै घरमा फलेको काँक्रो है त ल पानीपुरी बन्दैछ। यता छावाले बनाउँदै हुनुहुन्छ पानीपुरी। पानीपुरी हाम्रो 80 धेरै बनिसक्यो यता पनि बाँकी छ। पानीपुरी रेडी भइसक्यो ल हेर्न सक्नुहुन्छ। यतापट्टि हाम्रो किमा अनि यतापट्टि हाम्रो पानीपुरी। उता माइजू खाँदै हुनुहुन्छ पानीपुरी। है माइजू कस्तो हुँदैछ? कस्तो भयो? कुकुरले नि खाँदा
ल सामा खानु ल कस्तो छ ल हजुरलाई सो आजको भ्लग यति नै लास्टसम्म भिडियो हेरेर लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिनु होला आजको भ्लग यति नै बाइ